हेलो नमस्ते सेवा सबैजनालाई र फेरि पनि स्वागत छ तपाईहरुलाई राइनी प्लस राइगेन्स ब्लगमा। र आजको ब्लग भने चाहिँ मैले चाहिँ सुरु गरिसकेको छु ल। आजको ब्लग भने चाहिँ आजको ब्लग हैन यहाँदेखिको उताको ब्लग भने चाहिँ एकदम स्पेशल हुनेछ है। त्यो तपाईहरुले थाहा पाइहाल्नुहुनेछ के हो भनेर चाहिँ। र आजको ब्लग भने चाहिँ अलिक मेरो लामो टुर छ है, लामो यात्रा छ र म चाहिँ यहाँलाई टक्क यहाँनिर रेडी भएर चाहिँ निस्किसकेको छु। यहाँनिर मेरो पनि रेडी भइसकेको छ है। यहाँ हेर्नु होला यहाँनिर चाहिँ मेरो सामानहरू हेर्नु होला। यहाँनिर सबै रेडी भएर नि म चाहिँ अब निस्केको यहाँनिर तयारी भइसकेको छु। र अब भन्छ म चाहिँ यहाँबाट निस्किनु भनेको जस्तो हाम्रो यात्रा भने चाहिँ कहाँको भनेको चाहिँ नि मलाई पनि थाहा छैन खासै कहाँ गएको, निकै टाढो हो। कहाँ गएको त्यो त तपाईँले थाहा पाइहाल्नु चाहिँ हेर्दै जानु होला है त ल। अब भन्छ म चाहिँ रुमबाट निस्केको लगाइस भेट्दैछु बाई ल साथीभाइ हो। र अहिलेको लागि भने चाहिँ म चाहिँ हिँड्नलाई ब्याग बोकेर निस्किसकेको छु है। यो अब भने चाहिँ अहिलेको भयो यो चाहिँ निकै लामो यात्रा हो नि त, त्यसले गर्दा चाहिँ ब्यागै बोकेको सजिलो हुन्छ भनेर त्यो ब्याग ल। अब चाहिँ हेर्नलाई निस्किसकेको छु लाइफ साइड भएर। म चप्पलमा जाने किनभने हाम्रो चाहिँ मेरो चाहिँ 10:30 को 10:30 कि 11 को ट्रेन छ हो। त्यसले गर्दाखेरि चाहिँ निस्केको यहाँनिर ब्याग स्याग लिएर हो। त्यसले गर्दाखेरि अब गएको ल हेर्दै जाउँ हेर्दै गरौँ है। र अहिले भने चाहिँ म चाहिँ मेजेस्टिकमा बसबाट झरेर चाहिँ मेट्रो स्टेसन जानको लागि है। बसमा यस्तो इरिटेट भयो नि भिडियो गर्नु पाइनँ झ्याम्प भएर। मेट्रोमा चाहिँ मेरो फर्स्ट टाइम है, फर्स्ट टाइम त यहाँ हेर्नु न यो मेट्रोको यो सिक्का पाउँदो रहेछ होइन। म चाहिँ यो मेट्रोको सिक्का बोकेर यता त कुदेको कहाँ जानु भएन। प्लेटफर्म 3 अरे आज फर्स्ट टाइम मेरो हेर्नु ल गाइस। घन्टा जस्तो माकुरी जिन्दगी यहाँनिर प्लेटफर्म 2 मा आएछ। फेरि रिटर्न उकालै गर्नु यो जिन्दगीको गोरेटोमा फर्स्ट टाइम मेट्रो चढाइ हुँदैछ, त्यही पनि एक्लै। अन्त के त धन्न कस्तो हुन्छ एक्सपिरियन्स बताउँछु ल म। इट्स माई फर्स्ट टाइम मान्छे भिड खचाखच। मजा आयो मेट्रोमा एकैछिन आइपुग्दो रहेछ नि त। ठिकै छ नेक्स्ट टाइमदेखि अब मेट्रोमै हो। मेट्रोबाट चाहिँ अब छ ट्रेन स्टेसन जानुपर्ने हो। हामी जानु चाहिँ कहाँ गएको थाहा छैन होइन। चढेको अघि ट्रेन बसमा अहिले मेट्रोमा फेरि अब जाँदैछु म चाहिँ रेलवे स्टेसन है। अनि चाहिँ मजा आउँदो रहेछ। यहाँ हाल्यो निस्किनुलाई चाहिँ यो गेट खोल्यो मेरो लागि। गेट पनि खोल्यो। रेलवे स्टेसन पनि आइपुगे। यो 11 बजेको ट्रेन छ। हामी चाहिँ आइपुग्यौँ अहिले 10 साढे 9 मै। अब ढुङ्गा हुन्छ यहाँनिर पानी पर्नु।
गाइस र अहिले भने चाहिँ फाइनली यहाँनिर हाम्रो नाना भेटिसके होइन यहाँ हेर्नु न नाना चाहिँ म चाहिँ यहाँ जाडोले कामिरहेको छ नाना त स्लिपमा देखेर म त चाहिँ अब चाहिँ हाम्रो प्लेटफर्म 6 मा बल्ल हाम्रो जाने ट्रेन आउँदैछ 11:30 मा तर हामी चाहिँ छिटै आइपुग्यौँ तो गाइस अभी मिल चुके नानाको भारी अहिले चाहिँ थाहा भयो हामी चाहिँ गएको रहेछौँ काभेरी है यहाँबाट 6 आवर्सको बाटो ट्रेन पनि आयो अनि नाना हामीले चाहिँ यहाँनिर हाम्रो बुक के नम्बर पनि भेट्यौँ प्लेटफर्म नम्बर पनि भेट्यौँ कति कुद्यौँ यति कुद्यौँ 6 नम्बरदेखिको लिएर 1 नम्बरदेखिको लिएर अल प्लेटफर्म घुम्दा चाहिँ बल्ल बल्ल भेट्यौँ होइन दुईजनालाई एड्रेस थाहा छ हो गएको ट्रेन पक्रेर आएछ भन्छ हो ल नाना यता हेरिदिनु अलिक गाइस हामीले चाहिँ अहिले यहाँनिर खानेकुराहरू किनिसक्यौँ हो ट्रेनमा खानु भनेर हाम्रो चाहिँ यहाँबाट चाहिँ हो 6 घन्टाको बाटो अब अहिले 11 बजी चल्यौँ भने भोलि बिहान पुग्छौँ 5:30 मा हो त्यहाँ चाहिँ हामीलाई लिनु आउनुहुन्छ होइन त्यहाँदेखि हामी किन गएको त्यो त तपाईँहरूले भिडियो हेर्दै जानुहोस् थाहा पाइहाल्नुहुन्छ हो यस्तै छ जिन्दगी ए हेर्नु न हाम्रो गाडीको हाम्रो ट्रेनको त एनाउन्स पनि गर्दैन बल्ल हाम्रो ट्रेनको चाहिँ उयो एनाउन्स गर्यो हो प्लेटफर्म 3 ब्याक साइडमा आइसकेको छ हामी जाने चाहिँ रानी चिन्मे के पो अरे चिनमा रानी चिनमा यो एनाउन्स आ रही है सुन्नु न सुन्नुभयो होला यही हो ट्रेन आउँदैछ ल गाइस हामीले चाहिँ बिर्यानी निकाल्दै खाँदै गरेको 3 पल्ट भइसक्यो आएर चाहिँ एनाउन्स गरेको नि 1 घन्टा भइसक्यो हो खोइ 12 बज्न आँटिसक्यो आएकै छैन जिन्दगी बिजोक भइसक्यो भोक लागेको थियो चिप्स खाएर अलिअलि भोलि चाहिँ भर्यो होइन नाना जाडोले काम्दैछ म चाहिँ जम्पर लाउँदा जाडो हुन्छ गरम हुन्छ खोल्दा जाडो हुँदैछ कमाइ चाहिँ हुँदैछ गाइस हमारा ट्रेन नहीं आ रहा है दूसरा ट्रेन शुरू हो चुका है भाइ भा ये जा रही है हम इधर ही ऐसे पागल जैसा बैठा है फाइनल्ली हाम्रो उइसमा चाहिँ प्लेटफर्ममा चाहिँ ट्रेन कराको आवाज आउँदैछ हो आयो बल्ल आउनु फाइनल्ली बल्ल रुङ्दा बल्ल आयो जस्तो साला यो पनि होइन भने साला जिन्दगी यो ट्रेन रुङ्दा रात परिसक्यो यो पनि होइन अरे ब्याग उठाउँदै राखेको हत्तु भइसक्यो यस्तो बिजोक भयो यो भाषण गर्ने बोजूलाई गएर जगाट्नु मन लागिसक्यो अहिलेदेखि नै दोकान बन्द गरिसक्यो हेर्नु न यहाँनिर हामी यहाँ बसेको 2 घन्टा भइसकिसक्यो आरी भन्छ आउँदैन खराब भइसक्यो यस्तो बिजोक हुन्छ ट्रेन त्यही कारण ट्रेन मन पर्दैन नि ठिकै छ अब हाम्रो यात्रा सफल रहोस् गाइस ट्रेन देखाउँदा अब चाहिँ पक्का हाम्रै ट्रेन हो जस्तो लाग्दैछ गाइस फाइनल्ली आइपुग्यो भन्दै छुट्यो बल्ल आयो भन्न सुन्छु दामी रहेछ भन्न रोक्दैन है चलिदिइहाल्यो यो गाइस यहाँ माथि चढ्नेहरूलाई चढिसक्यो लाउनु ओछ्याउनु म उयो गरिन्छ ओछ्याउनु न
नाना माथि म तल तपाईँको ब्याग नाना त्यो भोइस अफ गर्नु न अहिले हेर्नु होला बिहानको 6 बज्नु आँट्यो हामी यहाँ पुग्यौँ अझै एउटा 2टा स्टेसनको बादमा चाहिँ हाम्रो झर्ने भाइसिहरूलाई नाना झोलिरहेछ मैले देखेन पनि राति चढेको बिहान आइपुग्यो अब चाहिँ लास्ट हालत माथिबाट झरेर नि त दामी सुत्यो तपाईँ तर म सुतिनँ नि कहाँ एकछिन एकदम बाहिरको नजरा यो फाइनली गाइज है यहाँनिर चाहिँ हामी चाहिँ बल्ल हाबेली आइसक्यो फाइनल्ली हामी आइसकेको छौँ हाबेली गाइज र हाम्रो चाहिँ बेङ्गलोरको यात्राको चाहिँ के भन्छ फर्स्ट डे अब यहाँदेखिको उताको भ्लग चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेछ हेर्दै जानु होला एकदम चिसो भयो भने चाहिँ स्वेटर पनि लाउनु पर्यो र आजको यात्राको भ्लग चाहिँ यति नै हो तपाईँलाई कस्तो लाग्यो ये नमस्ते ल यो गाइज र अब भेटौँ ल अर्को भ्लगमा है यहाँदेखिको उताकोमा आजको भ्लग मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर गर्नु होला यहाँदेखिको उताको भ्लग नछुटाउनु होला गाइज चाहिँ एकदम इन्ट्रेस्टिङ हुँदै जान्छ भेटौँला अर्को भ्लगमा बाई बाई